आज छठ पर्व छ अनि तपाईलाई आज म पुरै घाट घुमाउँछु, पुरै देखाउँछु हैन के कस्तो रीतिरिवाजले मनाइन्छ। हाम्रो हन्दुङ्गी तराईको मान्छेको कल्चर बेग्लै छ, पहाडको मान्छेको हरेक कुरा बेग्लै छ। तैपनि मूर्तिहरू पनि देखाउँछु हैन। मेरो गाउँ छ हैन, अनि उता पल्लो गाउँबाट एउटा साथी आइरहेछ, त्योसँग नि भेट्छु अलिकता। त्यो मुला कति दौगा छ, मलाई दौगा छ आज भेटा छ। त्यो तपाईलाई जुम गरेर देखाउँछु हैन। नेताजी हाम्रो नेताजी आइसक्नु भयो यहाँ। जुन कलेजको साथी थियो उसँग भेटिसक्यो। पहिला म छठ देखाउँछु हैन। ल है ठीक हो। जे भन्नु घाट एकदम राम्ररी सजाएको छ। तपाईँलाई नाइटको मतलब डेको भ्यू त हेराइदिइसक्यो। अब नाइटको भ्यू हेर्नु होइन। नाइट म 3 बजे राति जान्छु त्यहाँ, अनि 3 बजेदेखि 5 बजेसम्म, 6 बजेसम्म, 7 बजे 8 बजेसम्म त्यही हुन्छु। तपाईँलाई भ्यू पनि म देखाउँछु। अहिले तपाईँहरू मेरो गाउँ हेर्नुहुन्छ, राति कस्तो लाग्छ। यो चाहिँ मेरो घर हो। म अब सुत्नतिर लागेँ, किनभने 3 बजे राति जानुपर्छ फेरि। त्यसले म 3 बजेदेखि अहिलेसम्म म यतै उतै थिएँ, साथीहरूसँग घुम्दै थिएँ, पुरानो साथीहरूसँग भेटघाट गर्दै थिएँ। सो अब तपाईँलाई 3 बजे रातिको नाइट भ्यू देखाउँछु, छठमा कस्तो लाग्छ। घाटमा आइसकेका छौँ। फेरि 4 बजे राति तपाईँलाई 4 बजे रातिको भ्यूज देखाउँछु होइन। भ्यू कति मजा आउँदो रहेछ भनेर। दिनमा त केही हेर्नु भएन तपाईँहरूले, राति हेर्नु होइन। यो मेरो सुशील भाइ बक्चोदी सुन्नु छ भने योसँग भिड्नु होइन। एकचोटि लाइभको 5 मिनट लगाइदिनु होइन। 5 मिनट तपाईँले मजाले जिउनु हुनुहुन्छ क्या। एकदम त्यस्तो कमेडियन मान्छे हाम्रो भाइ। नाम हो सुशील, कति रे सुशील बक्चोदे। ल गाइस, तपाईँहरूलाई अहिले म अब छठ पूजा देखाउन गइरहेको छु। सुशील धलगुरे तू सब न जाबे तो न जाबे तो हम जाए।
का विधान ही, आना और जाना विधि का विधान ही, क्यों ना करे हरि का ध्यान ही, ये दुनिया की जान ही। आगू में चल, आगू में ए चल रे सुशील, मम्मी के फोटो खींचेगे 2-4 गो। चल